काट्न लाउनु पर्यो कान के हो यो कान के वाट इज दिस यार के बनेको हो दिदी बुझाउनु न मलाई मैले त बुझिनँ यस्तो के त्यो चुनाव अगाडि मैले केपी बाले जित्नुहुन्छ अँ, बालेनले हार्नुहुन्छ भनेको थिएँ त्यति कुरालाई बाहिर लिएर अँ, मलाई कान काट्न पठाउनु पर्यो भनेर हरेक कुराहरू त्यस्तो के नेगेटिभ लेख्नु भएको छ तर मैले अँ, उहाँहरूलाई केही पनि भने अलि हिजो बाबु नानी अलिकति रोयो मेरो बाबु नानीलाई अलिकति मानसिक टर्चर भयो भनेर अलिकति म बोलेर मात्रै हालिदिएको थिएँ कि हजुरहरूले यस्तो ए नगर्नुहोस् हजुरहरूले यस्तो नगरिदिनुहोस् भन्नु बोल्न अब ठिक छ बच्चाहरूलाई ठिक अलिकति तनाव त हुन्छ नि त सानो छ बच्चाहरू अनि तनाव त भइहाल्छ नि अनि त्यही त यहाँ लेखिरहेको रहेछन् सबजनाले कान काट्नु पर्यो कान काट्नु भने म त बुझिनँ कि यस्तो यताउति कुराहरू बुझिनँ अनि त्यो भएर पनि अनि आज वुमेन्स डेको दिनमा ह्याप्पी वुमेन्स डे छ है हजुरलाई पनि हस् 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 एकदम एकदम हजुरलाई ठिक पनि छ हजुर हुन्छ हजुर अनि अनि बाबुहरू खाना बालबच्चाहरू कतिजना हुनुहुन्छ हजुरको म मेरो जत्रै 2 जना म जत्रै छन् कि के हो ठुलै हजुर जता हुनुहुन्न मेरो 14 वर्ष बाबु अँ 12 वर्षको नानु छ हजुर कति ए ठिक छ ठिक होइन होइन बाबु 15 वर्ष नानी 13 वर्ष ए ल ल बाबु नानीलाई एकदम माया मेरो तर्फबाट एकदम माया छ भनेर भनिदिनु है मेरो साइडबाट है हस् नानुले सुनिरहेको छ हजुर बोलेको ठिक छ सबैलाई एकदम माया छ भनिदिनु मेरो साइडबाट अनि ठिक छ दिदी यहाँ हजुर सबजनाले जस्तै फेरि कान काट्नु पर्यो भन्न थाले यताउति गर्न थाले के हो के मैले त केही पनि बुझिनँ यताउति अब खै के हो त्यस्तो त के गर्ने हो त यो कसरी काट्न मिल्छ त भाइ बिचरा हजुर जस्तै क्युट छ क्या मेरो नानी खै देखाउनु त नानीलाई त नदेखाउनु नानीलाई चाहिँ दादाको तर्फबाट एकदम आशीर्वाद छ माया छ भनेर भनिदिनु होला है एकदम मेरो छोरी उता गइसक्यो मैले बोल्दैन बाहिर पर्दामै देखिँदैन कि त नानी बाबु दुइटै त्यस्तो छ मेरो ए म ठिक यस्तो छ हुँदा ठिक पनि उनीहरूले चाहिँ अलिकति बाबालाई बुझ्नु भएको छ राजनीतिमा यस्तै हो रेणु केही हुँदैन भन्नुभयो मेरो बाबा सरले के हजुर छोराछोरी अलिकति यस्तो नपरेको अनि शान्तमा बसिरहेको बानी यस्तो गाह्रो भयो कि उनीहरूलाई पचाउन चाहिँ अलिक गाह्रो भएछ कि ए ठिक छ अब थामेर बस्नु अब बोलिहाल्नु भयो यताउति गरिहाल्नु भयो अब के गर्नु त केटाहरूले फेरि कमेन्ट समेन्ट कुदाएर यताउति गरेर के गरिरहेको छ नि त च्याटभरि